अहिले हामी विराटनगरबाट जनकपुर जाँदैछौँ हैन। 6 जना हामी साथी छु र 2 जना अगाडि हुनुहुन्छ त्यो बाइकमा र 2 जना पछाडि छ अनि बीचमा म। र यो विराटनगरको रोड सिस आइहाल्यो। अब हामी जाँदैछौँ है। अनि बाटोमा के हामीले गरे हैन। अनि त्यहाँ गएपछि हाम्रो जुन सोचेको कुरा थियो, सम्झेको कि त्यहाँ के हुन्छ भनेर, त्यो सब कुरा हामी आज तपाईसँग शेयर गर्दैछौँ। जाँदै जाँदै कुरा गर्दै गरौँ न हामी हैन। अनि नहरको बाटो हामीले लिइहाल्यो अहिले, किनकि हाम्रो एकजना साथीसँग लाइसेन्स पनि थिएन। अगर ट्राफिक पुलिसले समात्नु हुन्थ्यो भने अलिक गाह्रो हुन्थ्यो। त्यो भएर हामी यो अर्को बाटो जाँदैछौँ ताकि हामीलाई पनि सजिलो होस् र ट्राफिक पुलिसलाई पनि सजिलो होस्। र हेर्दै हुनुहुन्छ यहाँ बाटोमा दुर्गा माताको यहाँ हरेक ठाउँ मन्दिर छ। र भ्यू अनुसार हेर्नुहुन्छ भने यहाँ घाम त चर्कोने थियो, तर मौसम अलि राम्रो थियो, अलिअलि हावा पनि चल्दै थियो। र आउँदै हामी यहाँ कोशी भाइजमा आइहाले। र आएपछि हामी साथीले सोचे कि यहाँ आएर अलिकति भिडियो या फोटो क्लिक गरौँ। त्यही भएर हामी जाँदै एकछिन भन्यौँ कि रोकिहालौँ गाडी हैन। सब साथीले अब फोटोसोटो क्लिक गर्यो। एकअर्काको अब पोजिङ हेर्न सक्नुहुन्छ। र अगाडि गए बित्तिकै हामी भारदेव या काली मन्दिरमा आइहाल्यौँ। अब मेला त थियो सगरे अनि सोच्यो अब सब ठाउँ होइन हेर्दै जाउँ, किनकि घुम्नको लागि आएको थिएँ। त यहाँ पनि हेर्न सक्नुहुन्छ भिडहरू पनि धेरै थियो हैन। भक्तजन त धेरै छ यहाँ नेपालमा भगवानको नाममा। त्यही भएर भिडमै हामी पनि आए अनि सबको भिडियो लिँदै गर्दैछु। र यो मन्दिर यति राम्रो सजाएको थियो कि हामीहरू त बस त्यसो आएर सब साथीले पोस्ट दिएर फोटो क्लिक गरे। त्यसपछि हामी भने कि अब जाउँ, डे टाइम नहेर्ने हैन, त्यहाँ ढिलो पनि हुन्छ। र यहाँ भक्तजनहरू पनि धेरै बापरे श्रद्धालु यति छ। मनोकामना यिनीहरूको अब देख्न सक्नुहुन्छ। र एकजना एक क्रममा हाम्रो प्रकाश भाइले भने कि दाइ अब चस्मा लिउँ भनेर मलाई भन्दैछ। अब मैले भने यतै होला हेर। त्यो हेर्दै गएँ चस्मा कहाँ छ भनेर। अनि यहाँ ल यहाँ भेटायो चस्माको पसल। अनि एकअर्काले अब चस्मा किन्ने क्रममा हेर्दैछ को मतलब मनपर्छ होइन। त मैले सोधेँ साथीले अब कुनै चस्मा नि मन पर्दैन अब। अनि त्यस बित्तिकै हामी निस्किहाल्यो त्यहाँबाट। अनि त्यहाँबाट निस्किँदा भ्यू त्यति राम्रो थियो, घाम अलिक कम भयो। त बिहानदेखि हामीले केही खाएको थिएन। सब साथीले यति नै भोक लागेको थियो। अनि एकजना साथीको मनमा अगाडि फोन आयो कि जाउँ खाना खानको लागि कहीँ रोकौँ भनेर। अनि यहाँ होटेल त थिएन। अगाडि जाँदै हामी होटेल खोज्दै क्रममा अनि त्यहाँ देख्न सक्नुहुन्छ 2 जना त्यो बच्चा खेलिरहेछ। त त्यो 2 जना बच्चा हामीले हेर्दै थियो कि के गर्दैछ यिनीहरू। अन्त भिडियो गर्दै बाटोभर अब हामी होटेल खोज्दैछु कहाँ छ होटेल भनेर। अनि जाँदै भनौँ न यहाँ मौली होटेल आइहाले हामी होइन। सबजनालाई अब रेस्टको पनि जरुरत छ, किनकि बिहानदेखि निक्लिएको थियो हामीहरू। अनि बसेर खानासाना खाए, रेस्ट गरे, एकअर्काको कुराकानी यहाँ भइरहेछ। त्यसबित्तिकै हामीहरू त्यहाँदेखि निस्के, किनकि हाम्रो त बन्नु यति एक्साइटेड थियो कि हामी जनकपुर जाउँ भनेर। त आए यहाँ पहिला रुम खोजेँ होइन। अनि सबजनाले मैले सोधेँ ठिक छु, सबले भन्छ ठिक छु। अनि एकजना भाइ पनि भन्छ ठिक छु। अनि यसै गरी हामी राति धेरै भिडियो भन्यौँ जाने बेला त फनी भिडियो बनाऊँ डान्स गर्दै केटाहरू। त्यस बित्तिकै हामीहरू अलि निक्लिहाले। बेलुकै थियो, राति भनौँ न थिएन त्यति। अनि बेलुका अब मन्दिरमा जाँदै अनि यहाँदेखि रुमदेखि मन्दिर टाढा पनि थिएन, 2-3 मिनटमा यहाँ देख्न सक्नुहुन्छ। यो जनकपुरको मन्दिर फाइनलमा हामीहरू आइहाल्यो होइन। यो फ्रन्ट हो अगाडिको, धेरै नै राम्रो थियो होइन। मन्दिरभन्दा राम्रो त उसको भनौँ न त्यो भुटावाला त्यो कढाइ गरेको थियो, यति राम्रो डेकोरेसन गरेको छ त्यहाँ। अनि त्यति मान्छे नभएर मन्दिरमा हामी सोचे जाउँ जनकपुरको मार्केट अलिक घुमिहालौँ होइन। त्यहाँ पनि ठाउँमा माता दुर्गाको सजाएको थियो पण्डालहरू।
अनि यस्तै क्रममा धेरै यहाँ पसल राम्रो हुनुहुन्छ हैन। प्राइसको त मलाई थाहा छैन कुन प्राइस कतिमा छ, कुन लुगा कपडादेखि लिएर धेरै थोकहरूको। अनि जाँदै एउटा पन्डाल यहाँ थियो दुर्गा भवानको। अनि हामीले सोचे जाउँ भित्र के छ भनेर। बाहिरदेखि त नर्मली त्यति भिड त धेरै थियो। अनि भित्र जाँदा ती हेर्न सक्नुहुन्छ यति राम्रो सजाएको थियो भित्र, हरेक थोक मतलब थियो कि मार्केट पनि थियो त्यो भित्र। अनि बच्चाहरूको लागि खेल्ने सामान हैन। अनि साथीले मैले सोधेँ पनि कि कस्तो लाग्यो, एउटा साथीले भन्छ राम्रो छ धेरै छ हैन। आन्टीहरू त्यहाँ हाँस्दै हुनुहुन्थ्यो साइडमा। अनि हामीलाई नै हेर्दै थियो क्या के गर्दैछ यिनीहरू भनेर। अनि त्यो साथीले भने कि हेर्दैछ हामीलाई भनेर हैन। यताउति बनायो अलिअलि भिडियो अनि भित्र फोटोसोटो क्लिक पनि गरे हामीले। अनि एकजनाले भन्छ आइसक्रिम खाऊँ भनेर, यहाँ दुवैजना दिइरहेछ हाल्नुमा। अनि यस्तै क्रममा हामी यहाँ बच्चाहरूको खेल्नको लागि हैन, ठुलो पनि मान्छे धेरै छ यहाँ। यो भिडियोमा त आवाज आउँदैन त यति हल्ला गर्दै त्योमा चढेर कि बाफ रे बाफ। अनि हामीहरू हरेक ठाउँ हैन, मिथिलाको नारीदेखि लिएर पुरुषसम्म सबलाई हामी हेर्दै थियौँ। धेरै सब राम्रो मान्छे हुनुहुन्छ त्यहाँ हैन। सबको बोली यति राम्रो छ मैथिलीमा। यहाँ देख्न सक्नुहुन्छ। अनि राति आएर यो दुईवटा पिक लिए जम्परको यति राम्रो कलरमा आएको छ। यहाँ कलर चेन्ज हुन्छ है, हेर्न सक्नुहुन्छ यति राम्रो थियो। अनि आएर रुममा फेरि केटाले भन्छ टिकटक बनाउँ त सब केटाले, कोही गम्छा त कोही बोतल त कोही तोलिया सबले दिइरहेछ आफ्नो पोजिङ। अनि मैले पनि भने म अलिकति गरिहालौँ केटासँग, त म पनि बोतल लिएर हावामा बस आउँदैछु बोतल। अनि बिहान उठेर सबजना 4-5 बजे नै आएँ, किनकि राति त्यति राम्रो आइरहेको थिएँ नि त। बिहान आएँ। अनि बिहान आएर देख्न सक्नुहुन्छ धेरै ठुलो र मन्दिर छ, धेरै राम्रो छ हैन। बाहिर यहाँ क्यामेरा गर्न दिनुहुन्छ त्यहाँ, तर भित्र त्यहाँ बाफ्रे एलर्ट छैन। त्यही भएर तपाईँहरू जानुहुन्छ भने पहिला सोधेर हैन भित्र के कसो छ अनि जानु है। त भित्र क्यामेरा गर्न दिँदैन, तर म टेन्सन नलिनु, तपाईँहरूको लागि मैले राम्रोसँग हैन व्यवस्था गरेर मिलाएर अनि अलिकति मात्र गरेँ। यहाँ भित्र देख्न सक्नुहुन्छ राजा जनक अनि उहाँको छोरी सीता, त्यहाँ सीता भगवान सुत्दै हुनुहुन्छ हैन। सब थोकको त्यहाँ मूर्ति थियो। अनि हरेक मूर्तिमा लागोस् नि कि हेर्दा बित्तिकै कि साँचोमा भगवान हुनुहुन्छ त्यहाँ हैन, बसेको छ, हामीले हेर्दै हुनुहुन्छ त्यस्तै फिल भयो हामीलाई धेरै राम्रो लाग्यो। सबभन्दा भनौँ लाइफको सबभन्दा इम्पोर्टेन्ट एउटा हुन्छ नि सपना, सबभन्दा राम्रो यहाँ थियो। अनि भगवानले सानोदेखि लिएर ठुलोसम्म जुन लुगा लगाउनु भएको थियो हैन, सब यहाँ चन्द्री यहाँ भगवानको सब थोक थियो। भगवानको यहाँ माला हैन, लुगा धेरै राम्रो थियो लगाउने उहाँको सामानहरू। सिक्रेट त राख्नु भएको छ, त्यही भएर कि हामीहरू आएर त्यहाँ हेरौँ हैन। यहाँ ऋषिमुनिको पनि धेरै थियो, उहाँहरूको लेखेको बुकहरू। बाहिर त धेरै राम्रो थियो हैन, बाहिरदेखि लाग्दै छ बाफ्रे राजमहलभन्दा कम छैन। राजमहल हो तर धेरै राम्रो, त्योभन्दा कम छैन, धेरै राम्रो छ नेपालमा एउटा यो। अनि आउँदै त्यहाँबाट भनौँ न एउटा सानो भुनु यति राम्रो हुनुहुन्छ कि उहाँले मतलब यहाँ ठेला लगाएर सत्तु बेचिरहेको छ। अनि हामीले सोध्नु जाउँ त्यहाँ खाऊँ भनेर। अनि यसै क्रममा एउटा दाजु पनि आउनुभएको छ सत्तु खान। अनि मेरो साथीले भन्दैछ म पनि कस्टमरै हो। अनि मैले जस्ट क्यामेरा यस्तो फ्रन्ट घुमाएँ, एउटा साथी यहाँ हाँसिरहेछ, यहाँ म छु होइन। अनि त्यहाँ सत्तु खाएर हामीहरू यति राम्रो बनाएको थियो त्यो बोनुले, त्यो सत्तु खाएर हामीहरू अनि अब सब त भइ नै हाल्यो होइन। घुम्यो हामीहरू मेलामा यताउति। अनि सोचे अब घर जाउँ भनेर। अनि अरू साथीहरू पछाएको थियो। अनि त्यो साथीहरू पनि अब एकछिनमा आएर सब साथी अब निस्किहाले त्यहाँदेखि है। अब हामी विराटनगर आउँदैछौँ।